सबैजनालाई राधे राधे। आजको मेरो यो छोटो भिडियोमा हजुरहरूलाई स्वागत छ र मेरो भिडियो अन्तिमसम्म हेर्नु र म डेली रुटिनमा दिनमा के काम गरिदिएको छु सबै देखाउन जानेछु हजुरहरूलाई। र मैले बिहान उठेर घर झाडु लगाइसकेपछि र माकुराको झालोहरू झारेँ। त्यसको बादमा मैले पर्दाहरू पनि धुनको लागि निकालिसकेँ। त्यसको बादमा मैले फुल टिपेर पूजा गर्नलाई पूजा घरतिर आएँ। पूजा घरभित्र पसेको त मेरो पूजा कोठोमा एकदमै धेरै मैला भएको छ र सबै सफा सुग्घर पारेँ। सधैँ त म अलि धेरै पूजा गर्छु। आज चाहिँ अब सोमबारको दिन पनि एट फर्स्ट म सबै त घर सबै पोचा सोचा लगाइसकेर घरको काम सबै सकेर एकैछिनको लागि म पूजा गर्दैछु। सबै साफसफाइ गरेर पूजा गर्न थालेँ। मैले भगवानहरूको सबैलाई फुलहरू चढाएर दियोला जलाएर आरती सारती गरेर पूजापाठ गरिसकेँ सोमबारको दिन आज। मैले त्यसको बादमा अनि बिहानको टाइम छ चा बनाएँ। चा बनाउनु पनि लाल चा खाने फर्स्ट हामी लाल चा खाने गरेका छौँ। लाल चा खाएँ हामीले आमाहरूलाई सबैलाई लाल चा दिएँ। त्यसको बादमा भित्र पसेको त छोरीले हेर्नुहोस् केही राखेकी रहेन रहेछ। छोरी चाहिँ मेरो सानो 3 वर्ष कि होइन 12 वर्षकी चाहिँ, तर के भनिन्छ बच्चाको जस्तो बिहेबार छ। र सबै थोक मिलाएर मैले बेगमा लगाएँ किनभने मेरो बेडसिटहरू आज मैले धुन थियो र सबै थोक रेडी पारिसकेँ। त्यसको बादमा अरू कपडाहरू पनि बाहिर निकालेर रेडी पारेकी छु। मैले सबै बेडसिटहरू निकालेँ किनभने मेरा घरमा झोलाझोली धेरै हुन्छन्। किन म व्यापार गर्छु, व्यापार गरेकोले गर्दा सामानहरू धेरै हुन्छ। त्यसको बादमा चा बनाएँ, चा खायौँ हामीले। त्यसको बादमा मैले फटाफटी खाना बनाएँ। खाना बनाएर चाहिँ म एकछिन आज बिजनेसको लागि बाहिर निस्किँदैछु। त्यसैको लागि मैले बिहान फटाफटी खाना बनाएर खुवाएर मात्रै हिँड्नु पर्यो। आज चाहिँ मेरो सोमबारको व्रत छ र उनीहरूको लागि मैले खाना बनाइदिँदैछु। किनभने आज मैले सब्जीमा चाहिँ के बनाएँ भने भिन्डी र आलु भाजी गर्नुपर्यो। सानो खालको आलु र भिन्डी भाजी गर्दा एकदमै मिठो हुन्छ। र भिन्डी र आलु चाहिँ भिन्डी चाहिँ म अगाडि नै जहिले पनि काट्ने अगाडि नै सबैले त्यसै गर्नुहुन्छ होला। भिन्डी चाहिँ मजाले अगाडि नै धुने हो किनभने सफा पारेर धुने, किन काटेपछि भिन्डी धुन मिल्दैन, एकदमै चिप्लो हुन्छ। त्यसैले म भिन्डी छमछम पखाल्दैछु। धोएर मसिनो पारेर काट्ने अनि आलु पनि मसिनो काट्ने। यो चाहिँ आलु चाहिँ मसिनो खालको रङपुरी आलु। यसको बादमा मैले दाल लिएर गएर ग्यासमा बसाइदिइहालेकी छु। ग्यासमा बसाइदिए दाल फटाफटी पाकिहाल्छ। यसको बादमा भात पकाउँछु अनि सब्जी बनाउँछु भनेर सब्जी चाहिँ म प्रायः चुलोमै बनाउँछु। बाहिर चुलो छ, चुलोमै बनाउने गरेकी छु। त्यसको बादमा मैले अब दाल बसाइदिइहालेकी छु, एकैछिनमा पाकिहाल्छ। र सब्जी पनि बाहिर बसाएको थिएँ, कस्तो मजाले पाकेको छ हेर्नु। चुलामा सब्जी साह्रै मिठो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, एकदमै टेस्टी भएर पाकेको छ भिन्डी आलुको भाजी। यसको बादमा मैले भात बसाएँ। भात चाहिँ म यसरी नै पकाउँछु सधैँभरि चलाएर, किनभने नचलाइ पकायो भने कस्तो कस्तो हुन्छ जस्तो लाग्छ र म चाहिँ चलाएर अनि टक्क बिर्को लगाइदिन्छु। एकै सिटीमा भात पाकिहाल्छ अनि रेडी हुन्छ भात। अनि त्यसको बादमा मलाई चलाएर पकाएको भात राम्रो लाग्छ, बानी त्यस्तै छ। त्यसको बादमा मैले आज दाल बनाएको छु। दाल नबनाएर चना र फर्सीको ग्रेभी टाइपको झोल बनाएको छु। सबैजनालाई राधे राधे।